गुड मर्निङ नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। युट्युब हेर्दै गर्न जाँदाखेरि म एउटा एप देखेँ। युट्युबमा एउटा भिडियो ओपन गर्दाखेरि त्यसमा एडहरू आउँछ। त्यो एडहरू चाहिँ त्यो कुनैको एडभर्टाइज दिन्छ होइन। त्यो एउटा एपको नाम चाहिँ प्रिट्युब भन्ने एप हो। राम्रो छ, राम्रोसँग चल्छ। त्यसमा एडहरू केही पनि आउँदैन, एकदमै राम्रोसँग चल्छ। तपाईँ एकचोटि क्लिक गर्नुहोस्, कुनै भिडियो खोल्नुहोस्, त्यसमा कुनै पनि केही किसिमको एडहरू आउँदैन। मैले पनि ट्राई गरेको होइन, एकदमै राम्रो छ। तपाईँहरूलाई म देखाउँछु त्यो एप। तपाईँहरूले युज गर्नुहुन्छ भने चाहिँ यही राम्रो लाग्छ। अब म त्यो एप देखाउँछु है त। हजुरहरूलाई देखाउन गइरहेको छु म त्यो एप। यो एप भनेको प्रिट्युब एप हो। नेट बन्द रहेछ। अब नेट वाइफाईलाई ओपन गर्नुपर्छ। ओपन गर्दैछु, गरिसक्यो ओपन। अब यसमा जाने, त्यति धेरै लोड पनि लिँदैन। हेर्नु न, खुलिसक्यो, ओपन भइसक्यो। अब यसमा सर्च गर्नु, जुन भिडियो सर्च गरे नि हुन्छ अथवा त्यही भिडियोलाई क्लिक गरे नि हुन्छ। हेर्नु है त, म टाइप गर्दैछु। टाइप गरिसकेँ, सर्चमा गएँ, सर्च गरेर आइसक्यो। अब यसमा लोडिङ लिँदैछ। खुलिसक्यो। म अलिकति स्क्रल गर्छु, फरवार्ड गर्छु अलिकति। लोडिङ लिँदैछ। मेरो सिग्नल विक भएर वाइफाईको नचलेको हो, चल्न थाल्यो। कस्तो मजाले चल्छ हेर्नुहोस् त।